नमस्कार साथीहरू, तपाईहरु सबैलाई स्वागत छ आजको नयाँ भिडियोमा। आजको भिडियोमा हामी यस स्टकको चार्ट एनालाइसिस गर्छौं। भुजुङ हाइड्रो पावर लिमिटेड कम्पनीको चार्ट एनालाइसिस गर्छौं। यसको सपोर्ट एरिया, रेजिस्टेन्स, ट्रेन्ड र अब के गर्न मिल्छ भन्ने कुराको बारेमा हामी कुरा गर्नेछौं। सबैभन्दा पहिले भुजुङ हाइड्रो पावर लिमिटेडको आइपिओ जसलाई पर्या छ उहाँहरूले प्रफिट कमाउनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद छ। अब अहिले चार्ट हेर्दा एकदमै स्ट्रङ बुलिस ट्रेन्डमा छ। प्राइस लगातार माथि बढिरहेको छ र अलमोस्ट स्ट्रेन्थ अफ मुभ देखिएको छ। यस्तो प्रकारको मुभमेन्टलाई हामी अब धेरै बेर टिक्दैन जस्तो लाग्छ, किनकि करेक्सन आउने सम्भावना एकदमै हाई हुन्छ, हाई चान्स हुन्छ यसमा। अब सपोर्टको कुरा गरौँ भने यसको फर्स्ट सपोर्ट चाहिँ 1200 मा रहेको थियो। तपाईको 1200 तिर फर्स्ट सपोर्ट रेजिस्टेन्स रहेको थियो। यसलाई नागेर पनि माथि गइसकेको छ कि अब सेकेन्ड चाहिँ 1300 मा रहेको छ। अब हेरौँ भोलि यसले सर्किट लाउँछ कि तलतिर प्राइस आउँछ भन्ने कुरा हामी अब भोलि हेर्नेछौँ। अब यसको रेजिस्टेन्स एरिया त हामीले हेर्यौं। यसको सपोर्ट एरिया चाहिँ तपाईको यहाँनेरि रहेको छ। सपोर्ट एरिया फर्स्ट, यो तपाईको सेकेन्ड हो। फर्स्ट सपोर्ट एरिया चाहिँ तपाईको यहाँ 950 तिर रहेको छ। अब यो तपाईको रेजिस्टेन्स एरिया भयो 1300 तिर, सपोर्ट चाहिँ यो भयो। अब ध्यान दिने कुरा के हुन्छ भने स्टक धेरै छिटो बढिसकेको छ, त्यसैले रेजिस्टेन्स र नजिक प्रफिट बुकिङ आउन सक्ने सम्भावना एकदमै धेरै हुन्छ। अनि अर्को सबैभन्दा इम्पोर्टेन्ट कुरा अब होल्ड गर्ने कि सेल गर्ने। यदि तपाईहरु यो स्टक पहिले नै लोमा किन्नु भएको छ, यहाँनेरि थोरै सेलिङ प्रेसर आएर धेरैजनाले बेच्नु पनि भएको थियो, यहाँनेरि किन्नु भएको छ भने अब थोरै प्रफिट बुक गर्न सक्नुहुन्छ यहाँनेरि यो लेभलमा तपाईले, किनकि 1300 रेजिस्टेन्स एरिया हो। यहाँबाट तल पनि झर्न सक्ने सम्भावना हुन्छ, त्यही भएर थोरै प्रफिट बुक गर्न सक्नुहुन्छ। अब नयाँ एन्ट्री लिन सोच्दै हुनुहुन्छ भने चाहिँ यो लेभलमा एन्ट्री लिनु चाहिँ एकदमै रिस्की हुन्छ। त्यसैले एउटा करेक्सनलाई पर्खिनुहोस्, त्यसपछि मात्रै एउटा करेक्सन आएपछि एन्ट्री लिनु होला। त्यो तपाईहरुको लागि एकदम बेटर हुनेछ। अब लास्टमा भन्नुपर्दा यो भिडियो जुन मैले बनाइरहेको छु यो एउटा एजुकेसनल पर्पजको लागि मात्र मैले बनाएको हो। यो कुनै पनि बाइ वा सेल रिकमेन्डेसन गरेको होइन। मैले इन्भेस्ट गर्नु अघि आफ्नो रिसर्च आफैले गर्नुहोला। धन्यवाद।